साँच्चै कि तपाईँले 5 जनासँग प्रेम गर्नुभयो? गरे। बिहे त कसैसँग भएन नि है? उनीहरूले मलाई छाडे। त्यसो भए 5 जनासँग ब्रेकअप भयो तपाईँको? त्यसै भन्नु पर्ला। 5 जनाले छाड्नुको कारण? कारण थाहा भएको भए म गल्ती सुधारेर छैटौँको लागि तयार हुन्थे। मेरो स्वाभाविक उत्तरले पत्रकार रूपेश स्तब्ध भए। उनको हालत देखेर सुझाए, पानी पिउनुहोस्। थ्याङ्क यू, उनले प्रतिक्रिया दिए र टेबलमा रहेको 1 गिलास पानी पिए। मैले हातमा चुरुट लिएर मुस्कुराएँ। रूपेश आश्चर्यमा परे। टेबलको लाइटर उठाउँदै सोधे, तपाईँ चुरुट पिउनुहुन्छ? प्रेममा सबै जायज हुन्छ भन्छन्। यो चुरुट पनि जायजभित्र पर्छ सायद। चुरुट ओठमै च्यापेर मैले अनुमान लगाएँ। मतलब? रूपेश हताश देखिए। कुल रूपेशजी, मैले उनलाई ढाडस दिएँ र संवाद अघि बढाएँ। टुटेको प्रेमले सिकाएको लतो कहिलेकाहीँ पिउँछु। चुरुट सल्काउन म सहयोग गरौँ? चुरुट आफै सल्काउन सक्छु, नसक्ने एउटा काम छ, सघाउनुहुन्छ? मैले प्रस्ताव गरेँ। अवश्य, उनले मेरो प्रस्तावमा सहमति जनाए। मलाई किम जोङ उन भेट्ने मन छ, भेटाइदिनुहुन्छ? किम जोङ उन? उत्तर कोरियाका सर्वोच्च नेता? मेरो अनौठो प्रस्ताव सुनेर अकमकिँदै उनले सोधे। हो? रूपेशले लामो सास फेरेर भने, सक्दिनँ। मुस्कुराएँ, आफै चुरुट सल्काएँ र भने, किम जोङ उनलाई भेट्ने बाहेक सबै काम म आफै गर्न सक्छु। मेरो प्रस्तावमा हारेका रूपेश मलाई जित्ने उद्देश्यले प्रस्तुत भए। चुरुट पिउनु तपाईँका लागि पीडा हो या खुसी? दुवै होइन। चुरुटको धुवा उडाउँदै भने, दुख्ने ठाउँ बाँकी नै छैन, कहाँ दुखेर पीडा हुनु? खुसी पाउन असल मान्छे बन्नुपर्छ रे। म कसैकी प्रेमिका पनि बन्न नसकेकी कसरी असल मान्छे बन्नुला खै? चुरुटको अन्तिम सर्को तान्दै गर्दा रूपेशले प्रसङ्ग बदले। पढाइ कति पुरा गर्नुभयो? अङ्ग्रेजी साहित्यमा मास्टर सकियो। लभमा पिएचडीको शोधपत्र गरे। त्यसको नतिजा यही जिन्दगी हो। प्लिज, उनलाई वेटरले ल्याएको कफी पिउन आग्रह गरे। मुसुक्क हाँसे अनि सोधे, यो तपाईँको प्रेमप्रतिको घृणा हो? होइन, प्रेम शब्दलाई म अझै प्रेम गर्छु, तर प्रेम गर्ने मान्छेलाई नगर्न सक्छु। चुरुटको ठुटो एस्ट्रेमा निभाउँदै भने। इन्ट्रेस्टिङ आन्सर। म तपाईँको उपन्यास वानली लभको फ्यान हो। उनले मेरो उपन्यासको प्रशंसा गरे। प्रत्युत्तरमा भने, यो शान्त हल र आजको दिन तपाईँका लागि छुट्याएकी छु। तपाईँ र पाठकका तर्फबाट दग फुकाएर प्रश्न सोध्नुहोस्, म जवाफ दिएर मात्र यहाँबाट फर्किनेछु। उनले मलाई हेरिरहे। पत्यार लागेन? हेर्नुहोस्, मैले मोबाइल पनि अफ गरेको छु, तपाईँ पनि गर्नुहोस्, उनलाई आग्रह गरे। उनले पनि तुरुन्त मोबाइल अफ गरे। तपाईँका यति धेरै प्रेम असफल भए कहिलेकाहीँ अतीतले रुवाउँछ होला है? हिंताबोध पनि हुन्छ कि? आफूले गल्ती गर्दा पो मान्छेलाई हिंताबोध हुन्छ। दिल खोलेर गरेको प्रेममा पनि कहाँको हिंताबोध हुनु? मेरो कुरा सुनेर रूपेशको अनुहारमा अनौठो प्रतिक्रिया देखियो। उनले सोधिहाले, तपाईँ 5 जनासँग प्रेम गरेको कुरा सजिलै स्वीकार्नुहुन्छ। केटीहरूको लागि यो डरलाग्दो कुरा होइन? आफूले गरेको प्रेम स्वीकार्नु नै सबैभन्दा ठुलो कुरा हो, चाहे केटा होस् या केटी। तर म त्यो केटी होइन जसले प्रेम गरेर पनि गरेकै छैन भन्नुमा इज्जत ठान्छे। म त्यो केटी हुँ जसले प्रेम गर्नुलाई इज्जत र हिम्मत ठान्छे। म सबैका सामु शिर उठाएर गर्वका साथ भन्न सक्छु, मैले 5 जनासँग प्रेम गरेँ। त्यो पनि इमान्दारीका साथ, हृदयबाट प्रेम गरेँ, समर्पणबाट प्रेम गरेँ। प्रेम सृष्टिको शाश्वत सत्य हो भने त्यही प्रेम मैले गरेँ। प्रेमको अभिनय होइन, यथार्थ प्रेम गरेँ, मात्र प्रेम गरेँ। मेरो उत्तर सुनेर रूपेश तस्विर जस्ता देखिए। मेरो आँखामा भने भय र सङ्कोच दुवै थिएनन्। सायद त्यतिखेर मेरो मुद्रा कुनै सिद्ध योगीको जस्तो बनेको थियो। उनले छक्क पर्दै फेरि सोधे, त्यसो भए प्रेमले तपाईँलाई के बनायो? स्ट्रङ र बेशरम दुवै बनायो। म मुस्कुराएँ। रूपेश मुस्काउन पनि सकेनन्। यति गम्भीर विषयमा पनि तपाईँ हाँस्न सक्नुहुन्छ? उनले सोधे। जिन्दगीका सबै विषय गम्भीर छन्, म के का लागि रोऊँ? बानी परेपछि आँसुमा पनि आयोडिनको स्वाद आउँछ, मैले भोगेको कुरा। त्यसपछि मैले खुल्ला छाडेको केसलाई जुरो बनाएँ। लामो सास फेरे। रूपेश अवाक भई मलाई हेरिरहेका थिए। यतिखेर उनले प्रश्न नसोधे पनि आफै प्रस्तुत भए। प्रत्येक प्रेममा मलाई लाग्थ्यो संसारमा मलाई सबैभन्दा बढी माया गर्ने, खुसी दिने, बुझिदिने मान्छे यही हो। मेरो दिलको राजकुमार यही हो मेरो जिन्दगी। यसैसँग जिन्दगी बिताउने हो मैले। देवदास की पारू, रोमियो की जुलियट, मजनू की लैला र मदन की मुना भन्दा धेरै माया गर्ने प्रेमिका बन्न प्रेम गरेकी थिएँ।
तर सालाहरूले बदनाम गरेर छाडिदिए। पहिले त सिधै यही मुटुमै दुख्थ्यो, पोल्थ्यो, छटपटिन्थे। प्रेम टुट्दा कति रोए त्यसको हिसाबै छैन। यही मुटु हो सबैले छिया छिया पारेको। यो अचेल न दुख्छ न पोल्छ न म नै छटपटिन्छु। सबले मिलेर मलाई पत्थर बनाइदिए। एकदमै निर्जीव शुष्क म उन्मुक्त हाँसोका साथ प्रस्तुत भएँ। मेरो अनौठो स्वभाव देखेर रुपेश छक्क परे। मैले कुरा जारी राखेँ। मैले आफूलाई सम्हालिनँ। म जस्तै थिएँ त्यही सही लाग्न थालेको थियो। सुध्रिने मन थिएन। बिग्रिने केही भए पो सुध्रिने इच्छा हुन्छ। आखिर मसँग बिग्रिन बाँकी नै के थियो र? 9 रेक्टर स्केलको भूकम्पले हल्लाएको बस्ती जस्तै थियो जिन्दगी। तहस नहस। आफ्नै पीडालाई पनि तपाईँ व्यङ्ग्य गर्नुहुन्छ, आश्चर्य होइन? रुपेशले क्यामेराको फ्रेमभित्र मेरो अनुहार मिलाउँदै सोधे। म्याम वाइन लिउँ? रुपेशले मेरो मनोविज्ञान बुझ्न खोजे। बिहेको पीडामा पनि नपिएको वाइन, पीडाको कथा सुनाउँदा पिउने जरुरी छैन, मैले तत्काल उत्तर दिएँ। नसाले मनका सबै कुरा खोल्छ भन्छन्। रुपेश पनि मेरो सम्पूर्ण आन्तरिक कुरा खोल्न लागि परेका थिए। फेरि उनले सोधे, कफी र चुरोट लिउँ? म कफीको अमली नै थिएँ। त्यसमा पनि आज दिल खोलेर चुरोट पिउने वातावरण जुरेको थियो। दरबार मार्गको नाम चलेको होटलको मिटिङ हललाई आजको अन्तर्वार्ताका लागि मैले बुक गरेकी थिएँ। यो सुरक्षित ठाउँ थियो, त्यसैले पत्रकारले गरेको प्रस्तावलाई मैले नाइ नास्ति गरिनँ। उनले वेटरलाई बोलाए र 2 कप कफीका साथमा 1 बट्टा चुरोट पनि मगाए। अर्डर लिएर जाँदै गरेका वेटरलाई बोलाएँ। एक्सक्युज मी? वेटर हामीतिर फर्किए। डबल सर्ट एक्सप्रेसो। ओके म्याम। एउटा मिल्क कफी क्यान्सल गरौँ? यस। मैले अर्डर चेन्ज गरेँ। वेटर भित्रतिर लागे। रुपेश भने एकहोरो किसिमले मलाई हेरिरहेकी थिए। तपाईँको वानली लभ कस्तो उपन्यास हो? रुपेशले मोबाइलको रेकर्डर मेरो नजिकै ल्याए। वानली लभ उपन्यास सुख दुःख हाँसो खुसी माया प्रेम त्याग समर्पण र रोमान्सले भरिएको सिङ्गो जिन्दगी हो, जो कसैको जिन्दगीसँग मेल खान सक्छ। मुस्कुराउँदै भने। रुपेशले सोधे, 5 प्रेमी मध्ये तपाईँले सबैभन्दा बढी कसलाई प्रेम गर्नुभयो? इमान्दारीका साथ भनिदिनु न। रुपेशको प्रश्नपछि म एकछिन हाँसेँ। उनले रेकर्डरलाई अफ मोडमा राखे। उनी एकहोरो किसिमले मलाई हेरिरहेका थिए। मैले हाँसो कम गरेर भने, सोच्दैछु 5 जना मध्ये कसलाई बढी प्रेम गरे? उनले ठट्टा गरे। रमाइलो हो या प्रेम गर्न कसैले तपाईँबाट सिकोस्। म मुस्कुराएँ मात्र। रुपेशले रेकर्डर अन गरे। मैले जवाफ दिएँ, सबैलाई उत्तिकै प्रेम गरेँ जति मसँग थियो। यो इमान्दार उत्तर भएन, इमान्दार जवाफ चाहियो। रुपेशले कुराको रहस्य खोतल्न खोजे। म जसलाई प्रेम गर्थेँ बस प्रेम मात्र गर्थेँ। त्यसकारण म भन्न सक्दिनँ कसलाई बढी प्रेम गरेँ या कसलाई कम। आखिर प्रेम जोग्ने तराजु पनि त छैन नि, होइन? मान्छेहरू पहिलो प्रेम भुल्न सकिन्न भन्छन्, तर तपाईँले त उपन्यासमा दोस्रो प्रेम भुल्न नसक्नु भएको छैन नि। कारण के होला? उनले सोधे। जस्तै मलाई पनि पहिलो पटक प्रेम हुँदा होस् या टुट्दा एकदमै बढी पीडा भएको थियो। आत्महत्याको विचार पनि आएको थियो। जिन्दगीदेखि वाक्क भएकी थिएँ। पहिलो प्रेम गुमाउँदाको पीडा कहाँ भुल्न सकिन्छ र? म स्तब्ध भएँ। म फोखिँदै थिएँ। जवाफ बाँकी नै थियो। तत्काल आफूलाई सम्हालेँ र संवाद अघि बढाएँ। दोस्रो प्रेमको सम्झना भइरहनु सिद्धार्थलाई बढी माया गरेको होइन, उसको त्याग र वीरताप्रति बढी माया र सम्मान देख्यौँ। अरूले स्वार्थको लागि मलाई छाडे, तर सिद्धार्थले मेरा लागि दुनियाँ छाड्यो। म सम्मान गर्छु ऊ र उसको प्रेमलाई। मेरो कुरा सुनेर रुपेशले लामो सुस्केर हाले। वेटरले कफी चुरोट ल्याइसकेको थियो। मैले कफीसँगै चुरोट ताने। रुपेशले मेरो पुस्तक अघि राखे र भने, मैले तपाईँको पुस्तक 1, 2 होइन 3 पटक पढिसकेको छु, तर तपाईँबाट सुन्न चाहन्छु ती प्रेम कथा र तिनका नायकहरू जसलाई तपाईँ मनभरिको प्रेम गर्नुहुन्थ्यो। रुपेशको अनुरोधलाई मैले सहर्ष स्वीकारेँ। 1 गिलास पानी एक सासमै रित्याएँ। आफ्नो केश राशि खुल्ला छाडिदिएँ। पिरहेको चुरोट सिद्ध्याएँ। सजिलोको लागि दुवै खुट्टा सोफामाथि खुम्च्याएँ, किनकि अब मस्तिष्कको यात्रा गर्नु थियो। रुपेशले पनि सजिलोको लागि उपर खुट्टी लगाए। कफीको चुस्की लिएर भने, म्याम अब सुरु गरौँ। त्यसपछि मैले पुस्तक होइन प्रेमको पहिलो पाना यसरी पल्टाएँ। मैले यो बोर्डिङ स्कुल पढाएको करिब 2 वर्ष भएको थियो। जिल्लाका राम्रा स्कुलमध्ये यो पनि एक थियो। प्रत्येक वर्ष विद्यार्थी बढ्दै गएकाले स्कुलमा शिक्षक अभाव भयो। स्कुलले शिक्षक चाहियो भनेर समयमै सूचना ननिकालेकाले अभाव भएको होइन। स्कुलले खोजे जस्तो योग्यता भएका शिक्षक नपाएकाले यस्तो भएको थियो। यही अभावका कारणले स्कुलले मलाई नयाँ कक्षामा 1 पिरियडका लागि नियुक्ति दियो।
यो नियुक्तिमा मलाई आफन्त ठुलाबडा कसैको सिफारिस चाहिएन। स्कुललाई योग्यता भएको शिक्षक चाहिएको थियो, मलाई भने पैसा। मैले यो नियुक्ति सहर्ष स्वीकारेँ किनकि जागिर मेरा लागि आमा जत्तिकै महत्त्वपूर्ण थियो। म कक्षा 1 मा पढाउन नियुक्त भएँ। त्यसअघि कक्षा 2 र 3 लाई मात्र पढाउँथेँ। आज पहिलो पटक दोस्रो पिरियडमा कक्षा 1 मा गएँ। तोते बोली बोल्ने बालबालिका आफ्नै धुनमा थिए। मैले डेस्कमा बिस्तारै डस्टर हिर्काएँ र उनीहरूको ध्यानलाई आफूतिर खिचेँ। मलाई देखेर उनीहरू डराउँदै आफ्नो ठाउँमा बसे। कक्षा 1 मा गएको पहिलो दिन नै मेरा लागि अविस्मरणीय बन्यो। त्यो दिन एउटा सुन्दर बालकले मलाई चकलेट दियो। मैले चकलेट लिएर सोधेँ, किन यति धेरै चकलेट बोकेको तिमीले? म्याम, आज मेरो बर्थडे हो, उसले भन्यो। ह्याप्पी बर्थडे टु यु भन्दै उसलाई चुम्बन गरेँ। ऊ लजायो, मबाट भाग्यो र अलि पर सर्यो। मैले उसका कलिला हात समाएर सोधेँ, यति धेरै चकलेट कसलाई नि? मामुले साथीलाई बाँड्नु भनेर दिनुभएको। बाँडो म्याम, ऊ चञ्चल भयो। बाँड, मैले अनुमति दिएँ। म पनि सघाउँ? हुन्छ, उसले स्वीकृति सूचक टाउको हल्लायो। मैले चकलेट बाँड्न सघाएँ। उसका सबै साथीले जन्मदिनको चकलेट खाए। चकलेट खाइसकेपछि सबैले मलाई आफ्नो परिचय दिए। त्यो सुन्दर एवं मायालु बच्चाको नाम नित्यम गौतम रहेछ। उनीहरू सबैको परिचयपछि मैले पनि आफूलाई चिनाएँ, मञ्जुषा देवकोटा। म व्यावहारिकता कम र भावना बढी भएकी मान्छे। यस्ता मान्छे कहिलेकाहीँ अव्यावहारिक भएको मलाई राम्रै अनुभव छ। म पनि कहिलेकाहीँ त्यस्तै हुन्छु, अव्यावहारिक। कुनै कक्षामा गएको पहिलो दिन र शुक्रबार म पढाउँदिनँ। पेसाको धर्म अनुसारले मैले पढाउनु पर्ने हो, तर मलाई चाडपर्व जस्ता लाग्छन् यी 2 दिन। म आफ्नो धर्म छाडेर अव्यावहारिक बन्छु कहिलेकाहीँ। बालबालिकाहरू पढ्नु नपरे दङ्ग हुन्छन्, खेल्न र आफू खुसी गर्न पाएर रमाउँछन्। उनीहरू रमाउँदा म पनि सँगै खुसी हुन्छु, रमाउँछु। अव्यावहारिकताकै कारण मैले कलिला विद्यार्थीहरूको ओठमा मुस्कान हेर्न पाउँछु। उनीहरूको बालापन फुर्किएको हेर्न पाउँछु। उनीहरू तातो आलु र आसपास खेलेर रमाएको सुन्दर पल हेर्न पाउँछु। त्यसैले कहिलेकाहीँ अव्यावहारिक बन्न मन लाग्छ। आज पनि बालबालिकाहरूलाई मनलाग्दी गर्ने स्वतन्त्रता दिएर म अव्यावहारिक बने। सुरुमा नित्यमले गीत गायो, जिन्दगीले यसरी धोका दियो कि भाग्य आफ्नो बुझ्न सकिन। 6 वर्षीय उसले गीतको तालमा हातखुट्टा हल्लाइ हल्लाइ यसरी गीत गायो जसलाई देखेर म निशब्द भएँ। लाग्यो उसको गलामा सरस्वतीको बास छ। कोही नाचे, कसैले चुड्किला सुनाए। मैले पनि पाले दाइले तेस्रो घन्टी बजाएपछि रमाइलो चुड्किला सुनाएँ र कोठाबाट बाहिरिएँ। स्कुल बिदा भएपछि निस्कँदै गर्दा नित्यमसँग फेरि भेट भयो। उसले मेरा दुवै हात समात्यो र अङ्कललाई भन्यो, अङ्कल, हाम्रो नयाँ म्याम मञ्जुषा। अङ्कलले मलाई नमस्ते गर्दै भने, म नित्यमको अङ्कल विनोद। म मुस्काएँ मात्र। ऊ पनि हाँस्यो। प्रत्येक दिन नित्यमलाई स्कुल ल्याउने लैजाने काम विनोदकै थियो। उसलाई प्रत्येक दिन देख्थेँ। उसलाई मैले राम्ररी चिनेकी थिएँ। उसले पनि मलाई स्कुलकै शिक्षिकाका रूपमा चिन्थ्यो, तर बोलचाल भएको थिएन। नित्यमका माध्यमबाट आज उसको र मेरो औपचारिक परिचय भयो। बोल्नेहरू बहाना थिएन, त्यसैले मुस्कायौँ मात्र। मलाई साहित्यमा रुचि थियो। अङ्ग्रेजी साहित्यकी विद्यार्थी म। मैले कविता, गजल, रुबाई भन्दै कहिले पुरस्कार हात पार्दै त कहिले बिना पुरस्कार नै थुप्रै ठाउँका स्टेज र सडक तताएकी थिए। भानुभक्त जयन्तीको उपलक्ष्यमा हाम्रो साहित्यिक मञ्चले कविता वाचन कार्यक्रम आयोजना गरेको थियो। त्यही कार्यक्रममा हात हल्लाइ हल्लाइ चोकमा उभिएर कविता सुनाए। मैले सुनाएका प्रत्येक पंक्तिमा केटाहरू तालीसहित हुटिङ गर्थे। उनीहरूको तालीले दिएको हौसलाले चर्को स्वरमा मैले कविता वाचन गरेँ। भोलिपल्ट विनोदले मेरो कविताको खुब तारिफ गर्यो। म छक्क परेँ। त्यो भिडमा हिजो उसलाई मैले कहीँ देखेकी थिइनँ। देख्नु पनि कसरी, भिडमा 1000 भन्दा बढी मानिस थिए। सायद हिजो ऊ मेरो नजरमा परेनछ। मैले सोधेँ, हिजो त्यहाँ तपाईँ पनि हुनुहुन्थ्यो? उसले मेरो प्रश्नको उत्तर दिएन। ऊ मेरो कविताको प्रशंसा गर्नमै तल्लीन भयो। म भने लाजले भुतुक्कै भएँ। जीवनमा पहिलो पटक कविता सुनाएर लाज लागेको होइन। यो जीवनको पहिलो प्रशंसा पनि होइन। लाज भने जीवनमा पहिलो पल्ट लागेको थियो, भुतुक्कै। 3-4 दिन अघि मात्र चिन्जान भएको विनोदले
बढी प्रशंसा गरेकाले मैले उसलाई धन्यवादसम्म भन्न नसके। लाजले टाढिए। उसँग टाढिए पनि नित्यमसँगको घनिष्ठता बढ्दै थियो। कक्षा कोठामा सर म्याम नभएको बेला उसका सबै साथी खेल्न, चकलेट खान र झगडा गर्नमै व्यस्त हुन्थे। ऊ भने मैले पढाइरहेको कक्षाको झ्यालमा आएर उभिएर मलाई हेरिरहन्थ्यो। कहिले म उसलाई बोलाएर कुरा गर्थेँ, कहिले उसको बालापनलाई चिड्याउन देखि पनि नदेखे चाहिँ गर्थेँ। तर झ्यालमा उभिएर मलाई हेर्ने काम उसले कहिल्यै छाडेन। त्यो बाल मस्तिष्कले के सोच्थ्यो, के बुझ्थ्यो, किन उसले मलाई हेरिरहन्थ्यो, मैले कहिले बुझ्न सकिनँ। तर म कक्षा कोठाबाट निस्कने बित्तिकै दौडेर ऊ म छेउ आउँथ्यो, मेरा दुवै हात समाउँथ्यो, मन्जु समय भनेर मुसुक्क हाँस्थ्यो र खुर्र दौडेर आफ्नो कक्षा कोठा पुग्थ्यो। उसले देखाउने यस्ता क्रियाकलापबाट म छक्क पर्थेँ। नित्यम त्यो ठाउँको सबैभन्दा धनी व्यापारीको छोरा हो। मैले पढाइरहेको स्कुलको 50% भागीदार भएको सेयर होल्डरको छोरा हो। एक दिन स्कुल छुट्टी भएपछि निस्कँदै गर्दा नित्यमसँग गेट बाहिर भेट भयो। किन घर नगएको नित्यम? अङ्कल आउनु भएकै छैन, उसले भन्यो। यहाँ नबस, भित्र अफिस कोठामा गएर बस, मैले हराएँ। अङ्कल आइहाल्नुहुन्छ होला, यहीँ बस्छु, उसले अनुरोध गर्यो। अङ्कल नआउन्जेल हजुर पनि मसँगै बस्नु न म्याम, उसले कुर्ताको फेर समायो। गुड्न लागेको मेरो साइकल रोक्यो, म पनि रोकिएँ। स्कुलबाट घर पुग्न 1 घन्टा 20 मिनट लाग्थ्यो। त्यसमा 1 घन्टा त जङ्गल नै पर्थ्यो। उसको अङ्कल आउन्जेल मलाई निकै ढिला हुनेवाला थियो। तर पनि मैले उसको आग्रहलाई अस्वीकार गर्न सकिनँ। फर्किएँ। नित्यम पनि पछि पछि स्कुलभित्रै आयो। म साथी बसिदिएपछि ऊ ढुक्क भएर चिप्लेटी खेल्यो, पिङमा झुल्यो। उसलाई हेरेर मैले पनि आफ्नो बालापन सम्झेँ। खुसी पैसाले होइन, मायाले दिँदो रहेछ। मैले यही बुझेँ। होइन भने यति सम्पन्न परिवारको एक्लो छोरो नित्यम आफ्नो घरको सुखमा भन्दा मैले दिएको थोरै माया र स्वतन्त्रतामा किन यति बिघ्न खुसी छ? करिब आधा घन्टा चिप्लेटी र पिङमा झुलेपछि नित्यम स्वाहाँ गर्दै म छेउ आयो। उसले बिस्तारै मेरो कपाल सुमसुम्यायो, गलाबाट सल निकाल्यो। ऊ त्यही सल कम्मरमा बाँधेर नाच्न तम्सियो। म्याम, मलाई नाच्न नि आउँछ, मोबाइलमा गीत बजाइदिनुहोस् न। नाच्छु। ऊ आफ्नै तालमा नाच्न थाल्यो। कुन गीतमा नाच्ने? जुनसुकै भए पनि हुन्छ, उसले गीत रोजेन। मैले कान्छी हे कान्छी, कान्छीको हित खोलन शीर्षक गीत बजाएँ। ऊ नाच्यो। तिमी त कस्तो इन्टेलिजेन्ट, तिमीलाई पढ्न, गीत गाउन, नाच्न घरमा कसले सिकाउँछ? मैले सोधेँ। कसैले सिकाउँदैन, आफै सिकेको। घरमा गीत गाएको, नाचेको कसैलाई मन पर्दैन, सबैले गाली गर्नुहुन्छ, पढ मात्र भन्नुहुन्छ। कति पढ्नु, पढ्दा पढ्दा दिक्क लाग्छ। उहाँहरू मेरो कुरै सुन्नुहुन्न, उसले एकै सासमा सबै सुनायो। तिमीलाई घरमा नदिए पनि म स्कुलमा नाच्न गाउन दिन्छु, हुन्छ? मेरो सान्त्वना पाएर ऊ मुस्कुरायो। मैले पनि सन्तोषको सास फेरेँ। ऊ मेरो साथमा रमाउँथ्यो। म चाहिँ उसको ओठमा थोरै मुस्कान देख्न पाएर रमाउँथेँ। दङ्ग पर्थेँ। स्कुलको भित्रै सुनिने गरी बाहिरबाट गाडीको चर्को हर्न बज्यो। अङ्कल आउनुभयो भन्दै नित्यम दौडियो। म पनि उसको झोला बोकेर पछि पछि लागेँ। गेटमा एउटा गाडी रोकिएको थियो। ऊ गाडीभित्र पस्यो। मैले पनि उसलाई झोला समाउन दिएँ। म्याम, हजुर पनि आउनु न, सँगै जाउँ, नित्यमले बोलायो। भो, पर्दैन, म साइकलमा जान्छु, मैले असहमति जनाएँ। अहिलेसम्म म म्यामसँगै थिएँ अङ्कल, म्यामलाई पनि उहाँको घर पुर्याइदिउँ न, उसले अङ्कललाई अनुरोध गर्यो। नित्यमको अनुरोधले विनोदलाई कर लाग्यो। उसले सोध्यो, तपाईँको घर सुनझोडा? यति लामो जङ्गलको बाटो साइकलमा जानुहुन्छ? उसले अचम्म मान्यो। गाडी जाँदैन अनि साइकलमा नगए केमा जानु त? डर लाग्दैन? के को डर? सधैँ हिँड्ने बाटोमा। साँझ परिसक्यो, जङ्गलको बाटो सधैँ हिँड्छु भनेर हुन्छ? विनोदले सम्झाउन खोज्यो। यतिखेर म मुस्कुराएँ। उसले मैले निर्णय बदल्छु र साइकल छाडेर गाडीमा बस्छु भन्ठानेको थियो सायद। तर म 20 को 19 भइन। आफ्नो झोला साइकलमा राखेर अघि बढेँ। ऊ छक्क पर्यो। पर्खनुहोस्, गाडीबाट उत्रेर विनोदले मलाई रोक्यो। म रोकिएँ। म तपाईँलाई घरसम्मै पुर्याइदिन्छु, गाडीमा बस्नुहोस्, उसले अनुरोध गर्यो।
म गाडीमा गएँ भने साइकल के गर्ने? साइकल स्कुलमा राख्नुहोस् न, उसले उपाय सुझायो। त्यो त मलाई पनि थाहा छ। आज साइकल स्कुलमा राख्यो भने भोलि केमा आउने? आज ढिलो भइसक्यो, हिँड्नुहोस्, भोलिको लागि भोलि नै सोचौँला। मेरो घरबाट स्कुल आइपुग्न साइकलमा 1 घन्टा 20 मिनट लाग्छ। अहिले हतारिएर तपाईँको गाडीमा गएँ भने भोलि म स्कुल आउन सक्दिनँ। होस्, म गाडीमा जान्न, ढिलै भए पनि साइकलमै जान्छु। म साइकल लिएर अघि बढ्न खोजेँ। विनोदले च्याप्प साइकल सपायो। मैले पुलुक्क उसको आँखामा हेरेँ। प्लिज मन्जुसाजी, भोलि पनि तपाईँलाई लिन तपाईँकै घर आउँला। अब त जान्छु भन्नुहोस्, उसले अनुरोध गर्यो। गाडीमा जान्न, आफ्नै साइकलमा जान्छु भनेर वार्ता गर्दा गर्दै निकै ढिला भइसकेको थियो। मेरो घर जाने बाटोमा जङ्गल पर्छ, मलाई नै जान गाह्रो हुन्छ। म नै असुरक्षित छु, तर किन यत्तिका समस्या सुनाएर उसैलाई घुर्काइरहेकी छु। अहिले भने मनमनै खुब हाँसे। यही सोचेर चुपचाप उसको गाडीमा बसे। नित्यम पनि खुसी भयो। मेरो काखमा लुटपुटियो। गाडीले आफ्नो गति लियो। मन त्यसै बोल्यो। जिन्दगीमा पहिलो पटक अर्काको यति महँगो गाडीमा बसेर सास फेर्दा पनि मलाई निकै गाह्रो भयो। अरूले देख्दा के भन्लान्, के सोच्लान् भनेर चिन्ता र सङ्कोचले एकैपटक बोल्यो। केही पर पुगेपछि विनोदले सोध्यो, स्कुल पढाउन यति टाढा आउनुपर्छ र? बाध्यता। अनायासै यस्तो शब्द निस्कियो। कस्तो बाध्यता? पैसाको बाध्यता। जवाब सुनेर ऊ छक्क पर्यो र मलाई हेरिरह्यो। उसले अरू केही सोधेन। मैले नै भने, मेरो गाउँको स्कुलभन्दा यो स्कुल ठुलो छ, यहाँ तलब बढी पाइन्छ, मलाई धेरै पैसा कमाउनु छ, त्यसैले लामो र जङ्गलकै बाटो हिँड्नु परे पनि यहाँ पढाउन आउँछु। उसले मतिर पुलुक्क हेऱ्यो र हाँस्दै ए मात्र भन्यो। अरू प्रतिक्रिया जनाएन। केही क्षणमा गाडी मेरो घर छिर्ने बाटो नजिकै पुग्यो। मैले गाडी रोक्न आग्रह गरेँ र ओर्लिएँ। नित्यमलाई सिटमा सजिलो गरी बसाइदिएँ। घरसम्म ल्याइदिएकोमा विनोदलाई भने थ्याङ्क यू। विनोदले भोलि 9 बजी लिन आउने वाचा गर्यो। मैले स्वीकृति जनाएँ। नजनाए पनि के गर्नु, साइकल स्कुलमा छाडेकी थिएँ। भोलि स्कुल जानु नै थियो। भोलिपल्ट 8 बजे नै स्कुल जान घरबाट निस्केँ। आमाले यति चाँडै किन हिँडेकी भन्दै हुनुहुन्थ्यो। साइकल छैन भन्ने बहाना बनाएर हिँडेँ। घरबाट गाडीको बाटोसम्म निस्कन 1 घन्टाको जङ्गल पैदल हिँड्न पर्थ्यो। मान्छेहरू फाटाफुट्टा रूपमा ओहोरदोहोर गर्थे। त्यही आँटसहित घरबाट निस्केँ, तर बाटोमा कोही मान्छे भेटिएनन्। मेरो हम्सले ठाम छोड्यो। विनोद गाडी लिएर घरमा आउँदा आमा बुवा र छरछिमेकीले के भन्लान् भन्ने डरले ऊ आउनु अघि नै मैले घर छाडेकी थिएँ। त्यो डरको अगाडि यो एक्लो जङ्गलको डर मलाई कमै लाग्यो। वनभन्दा मनकै डर भयानक हुँदो रहेछ। आधा जङ्गल पार गरेपछि विनोदको रातो रङको गाडी परैबाट देखियो। मन अलि ढुक्क भयो। उसले गाडी मछेउ ल्याएर रोक्यो। गुड मर्निङ म्याम, नित्यमले शिर झुकाउँदै भन्यो। गुड मर्निङ। मैले पनि औपचारिकता पुरा गरेँ। ओहो, किन हिँड्दै आउनुभएको? म लिन आउँछु भन्ने विश्वास लागेन हो? विनोदले जालको सिसा खोल्दै सोध्यो। होइन, ढिलो होला कि भनेर मैले कुरा टार्न खोजेँ। किन, गाडीको भन्दा तपाईँको रफ्तार बढी छ? ऊ मुस्कुरायो। किन? घरसम्म लिन आउँछु भन्दा पनि ढिलो हुन्छ भनेर हिँड्दै यहाँसम्म आउनुभएछ, त्यसैले उसले व्यङ्ग्य गर्यो। मैले उसको व्यङ्ग्य लाएँ। वास्तै नगरी भने, म यहाँ आइपुग्दा स्कुल जान अलिकति भए पनि छिटो भएन त? मेरो चतुर्याई देखेर ऊ हाँस्यो। म पनि हाँस्दै गाडीमा बसेँ। एक दिन स्कुलको गेटभित्र छिरेर हाजिर लगाउँदै थिएँ। मन्जुसाजी, कसैले मलाई बोलायो। फर्की। विनोद रहेछ। उसँग आँखा जुध्यो। भने, भन्नुहोस्। म सानो समस्यामा छु, सहयोग गर्न सक्नुहुन्छ? आफूलाई त्यत्रो सहयोग गरेर घरसम्म पुर्याउने र ल्याउने मान्छेले सहयोग माग्दा कसरी गर्दिन भन्नु? त्यसैले स्वीकृति जनाए। मैले गर्न सक्ने रहेछ भने म अवश्य गर्छु। बरु काम पुग्यो। नित्यमको पहिलो त्रैमासिक परीक्षाको नतिजा उसका बाबाको हातमा पर्यो। नित्यम नर्सरीदेखि सधैँ प्रथम हुँदै आएको थियो। यसपालि भने ऊ तेस्रो भयो। यसरी एक्कासी छोराको पढाइ बिग्रेको देखेर दाइले नित्यमलाई मात्र होइन मलाई पनि गाली गर्नुभयो। घरमा ट्युसन पढाउने शिक्षक ल्याउने आदेश पनि दिनुभयो। त्यसैले तपाईँसँग सहयोग मागेको हुँ, उसले यथार्थ बतायो। त्यसो भए म तपाईँलाई के सहयोग गर्न सक्छु? मैले सोधेँ। नित्यमलाई होम ट्युसन पढाइदिनु पर्यो।
विनोदको कुरा सुनेर म दोधारमा परेँ। सक्दिनँ भनौँ भने मेरो पेसा नै पढाउने हो, सक्छु भनौँ भने घरमै गएर नित्यमलाई पढाउने मसँग समय थिएन। मेरो बिहानको समय स्कुल आउँदा नै बित्छ, बेलुका घरमै ट्युसन पढाउँछु। तपाईँ कहाँ गएर नित्यमलाई पढाउने समय नै छैन। सरी, मैले आफ्नो असमर्थताप्रति माफी मागे। त्यसो नभन्नुहोस्, मिलाइदिनुहोस्, उसले अनुरोध गर्यो। यति राम्रो पढाइ भएको नित्यमलाई किन ट्युसन पढाउनु पर्यो? ऊ घरमा एक्लै हुन्छ, होमवर्क गर्दैन, पढ्दैन। यसपटकको परीक्षामा तेस्रो भयो। नित्यमलाई प्रथम बनाउन सक्ने म्यामको खाँचो छ। ऊ तपाईँसँग खुसी हुन्छ, रमाउँछ, तपाईँले भनेको मान्छ। त्यसैले यो काम तपाईँले मात्र गर्न सक्नुहुन्छ। नाइ नभन्नु है, नत्र दाजुसँग म बच्ने कुनै उपाय छैन। उसले निराश भएर मलाई हेऱ्यो। म केही बोलिनँ। बरु भन्नुहोस्, होम ट्युसन पढाएको कति लिनुहुन्छ? जति भए पनि हामी तिर्छौँ, प्लिज नाइ भन्न पाउनुहुन्न, उसले अनुरोध दोहोऱ्यायो। पैसा धेरै कुरा हो विनोजी, सबै थोक होइन। मेरो कुराले ऊ स्तब्ध भयो, निकै बेर बोलेन। मैले आफ्नो कुरा राखेँ। नित्यम एकजनालाई पढाउँदा मैले कति लिनु? महिनाको 200 रुपियाँ लिने गरी घरमा 10 जनालाई पढाउँछु। तपाईँ नै भन्नुहोस्, कति दिनुहुन्छ? 1000 दिनुहुन्छ? मेरो कुरा सुनेर विनोद मुस्कुरायो र भन्यो, 1000 होइन, बिहान 2 घन्टा पढाइदिनुहोस्, म 3000 दिन्छु। घरमा बुवा आमा दाजुभाउजू र म थियौँ। 19 वर्ष पुगेकी म स्नातक तहको पहिलो वर्षमा अध्ययनरत थिएँ। अघिल्लो वर्षसम्म बुवा गाउँकै स्कुलमा संस्कृत विषयको गुरु र मन्दिरको पुजारी हुनुहुन्थ्यो। माओवादी द्वन्द्व सुरु भएपछि संस्कृत विषयलाई विस्थापन गर्ने र भगवानहरूको आस्था टुक्र्याउनेहरूले मन्दिरमा ताला लगाएपछि उहाँको दुवै काम रोकिएको थियो। सुगर र प्रेसरको रोग सुरु भएको थियो। दाजु वैदेशिक रोजगारका लागि बारम्बार प्रयास गर्दा असफल हुनुभएको थियो। मेन पावर कम्पनीको ठगीमा परेर अलिकति भएको सम्पत्ति पनि सकिसकेको थियो। यी सबै समस्याका कारण मलाई कलिलो उमेरमै घर व्यवहारले थिचेको थियो। घरको सबै जिम्मेवारी मेरै काँधमा थियो। पारिवारिक आवश्यकता पुरा गर्नकै लागि मैले बढीभन्दा बढी पैसा कमाउनु थियो। त्यसैले कलेजमा प्राइभेट परीक्षा दिएर भए पनि म स्कुल र ट्युसन पढाउन व्यस्त भएँ। विनोदका कुराले उत्साह थप्यो। पक्का 3000 दिनुहुन्छ? मेरो कुरा सुनेर ऊ हाँस्यो र भन्यो, बोलेपछि दिइहाल्छु नि, त्यो पनि जाब 3000। तपाईँ ढुक्क हुनुहोस्। उसले 3000लाई जाबो भनेकोमा मलाई कता कता नमज्जा लाग्यो। उसको नजरमा जाबो लाग्ने 3000ले बुवाको 1 महिनाका लागि औषधि किन्न सकिन्छ। एउटै चिजलाई पनि मान्छेहरू आवश्यकता अनुसार फरक महत्त्वका साथ देख्दा रहेछन्। मेरो लागि 3000 ठुलो रकम थियो। त्यसैले हुन्न भ्याउँदिन भनेर यस्तो मौका गुमाउन चाहिन। मैले बिहान 2 घन्टा चाँडै उठेर सबै काम सक्ने योजना बनाएर उसलाई तुरन्त निर्णय दिएँ। मलाई पैसाको साह्रै खाँचो छ। म भोलिदेखि नै नित्यमलाई पढाउन आउँछु। थ्याङ्क यू भन्दै ऊ मुस्कुरायो। म पनि मुस्कुराएँ। भोलिपल्ट बिहान 5 बजे उठे। हतार मुख धोएँ, कपाल कोरेँ, आँखामा गाजल र ओठमा मधुरो रङको लिपस्टिक लगाएँ। यति बेलासम्म आमाले चियाका लागि 2 पटक बोलाइसक्नु भएको थियो। तेस्रो पटक बोलाउनु अघि मै भान्सामा गएँ। आमाले गिलासमा राखिदिएको चिया लिएँ। छेउमा आएर आमाले भन्नुभयो, बिहे गर्ने उमेर पनि भयो, सबैका लागि दुःख गर्ने तै मात्र भइस्। कहिलेसम्म यसरी चल्ला? निराश मुद्रामा लामो सास फेर्दै आमाले चाउरेका खस्रा हातले मेरो गालामा सुमसुम्याउनु भयो। किन चिन्ता लिनुहुन्छ आमा? अहिले मैले सबैलाई हेरेकी छु, पछि मलाई पनि सबैले हेर्लान्। एक दिन सबैको पालो आउँछ। मैले आमालाई सान्त्वना दिएँ। यो ट्युसनबाट मैले केही बढी पैसा कमाउँछु जस्तो छ। एउटा बच्चा पढाएको 3000 दिन्छु भनेका छन्। एउटा मात्र बच्चा पढाएको 3000 देलान्? आमाले अपत्यारिलो किसिमले सोध्नुभयो। दिन्छु भनेका छन्, धनी छन्, दिन्छन् होला। मैले चिया सकेर गिलास भुइँमा राख्दै ब्याग समाएर भने। आमा केही बोल्नु भएन। म बाटो लागेँ।
बाको औषधिका लागि दैनिक 100 रुपियाँ छुट्याउनु पर्थ्यो। भाउजू दोजी आउनुहुन्थ्यो। यस्तो अवस्थामा मैले मेसिन जस्तै खटेर भए पनि बढीभन्दा बढी आम्दानी गर्नु थियो। कमाउनका लागि जस्तो सुकै दुःख बेसाउन म तयार थिएँ। 7 बज्न 5 मिनट बाँकी हुँदा म नित्यमको घर पुगेँ। सानो सहरको विशाल एवं भव्य महलमा शानदारसँग सजाइएका थुप्रै कोठा पार गराउँदै विनोदले मलाई बैठक कोठामा पुर्यायो, जहाँ उसका दाजु भाउजू र आमा प्रभातकालीन चिया पिउँदै थिए। उसले सबैसँग मेरो परिचय गरायो। परिचयसँगै भाउजूले हर्ष दाईलाई मेरा लागि चिया ल्याउन भनिन्। उनी तुरुन्त चिया लिएर आए। दरबार जस्तो घर र राजा रानी जस्ता मान्छेका अगाडि म अति सामान्य परिवारकी केटीले चिया पिउन पनि सकिरहेकी थिइनँ। विनोदका दाजुले मलाई राम्ररी निहालेर भने, तिमीले यहाँ केही कुराको अप्ठ्यारो मान्नु पर्दैन। तिम्रो काम बिहान 7 देखि 9 बजेसम्म नित्यमलाई पढाउने हो। त्यसपछि खाना खाएर विनोदले तिमीहरू दुवैलाई गाडीमा स्कुल पुर्याइदिन्छ। उनी बोलिरहे। यति राम्रो पढ्ने छोराको मार्कसिट हेरेर म हैरान भएको छु। म चाहन्छु आउँदो परीक्षामा उसको मार्कसिटमा प्रथम शब्द हुनुपर्छ। मैले यसकै लागि नित्यमलाई ट्युसन पढाउन खोजेको हुँ। म जति पनि पैसा खर्च गर्छु, तर नित्यम राम्रो अङ्क ल्याएर प्रथम हुनै पर्छ। नित्यम जस्तो प्रतिभाशाली बालकलाई एउटा परीक्षामा स्थान घटायो भन्दैमा यसरी ट्युसन राखेर उसको पढाइको तालिका 2 घण्टा थप्नु जरुरी नै थिएन। पढेर मात्र मान्छे ठुलो होइन्छ, नाम कमाइन्छ भन्ने मान्यताबाट नित्यमको परिवार ग्रस्त रहेछ। पैसा खर्च गरेकै भरमा छोरालाई आफूले चाहे जस्तो आकारमा परिवर्तन गर्ने बाबुको आमा नै संसारमा सबैभन्दा बढी स्वार्थी भेटेँ मैले। आफ्नो स्वार्थको लागि मलाई तिर्ने पैसाले अलिकति भए पनि छोराको खुसी किन्नुहोस्, उसलाई स्वतन्त्रता र उसकै आकारमा ढल्ने सपनामा रमाउन दिनुहोस्। यस्तै धेरै कुरा भन्न मन थियो नित्यमका बाबालाई, तर केही बोल्न सकिनँ। बोल्नु उचित पनि थिएन। मैले मौनतामै सीमित बनाएँ एउटा वास्तविक यथार्थलाई। केही क्षणमा विनोद दाजु भाउजू सबै आफ्नो कामका लागि निस्के। उनीहरू निस्केपछि हर्ष दाईले नित्यमलाई उसको कोठाबाट म छेउ छाडिदिए। नित्यम निन्द्राबाट राम्रोसँग बिउजिएको पनि थिएन। उसले आँखा मिच्दै गुनासो गरे, हे म्याम, कति छिटो आउनुभएको। मलाई त निन्द्रै पुगेको छैन, म त सुत्छु। ऊ मेरै काखमा सुतिदियो। उसको परिवारले हिजै ट्युसन क्लासबारे जानकारी दिइसकेका रहेछन्। नित्यम मेरो काखमा सुतिरहेको बेला मैले म्याम भएर उसका बुबा आमाले जस्तो कडा व्यवहार देखाउन सकिनँ। म म्याम साथी बनेर उसको कुरा बुझ्न सक्थेँ, तर अभिभावक जस्तो कडा बनेर उसको खुसीमा ठेस पुर्याउन सक्दिनँ थिएँ। अरूले गुरुलाई अभिभावक बुझेका होलान्, त्यसैले उनीहरू अभिभावक बन्ने प्रयास गर्छन्, तर मैले गुरुलाई आफ्नो मनको सबैभन्दा नजिकको कुरा बुझ्ने साथी भन्ने ठानेकी छु। त्यसैले म विद्यार्थीको साथी बन्न सक्छु, अभिभावक होइन। आफ्नो इच्छा अनुसार त्यो बालकले खाँदा खेल्दा बस्दा पढ्दा मात्र नित्यमको परिवारका सदस्य खुसी हुन्थे। उनीहरू आफ्नो स्वार्थमा खुसी चाहन्थे, तर म 2 घण्टा पढाउँदा पनि केवल उसकै खुसी चाहन्थे। नित्यमलाई प्रथम बनाउने गरी पढाउने मेरो जिम्मा थियो, तर आफ्नो काखमा सुतिरहेको उसलाई डराएर तर्साएर वा धम्क्याएर उठाउने हिम्मत ममा थिएन। बरु उसलाई कसरी उठाउने भनेर सोच्दै थिएँ। एक्कासी मुखबाट सङ्गीतको राग निस्कियो, सारेगामा। यति सुन्दा बित्तिकै नित्यम उठ्यो। ऊ उत्साहित पनि भयो। मेमलाई पनि गीत गाउन आउँदो रहेछ, गाउनु न, उसले जिद्दी गर्यो। मैले 1 वर्ष सङ्गीत सिकेकी थिएँ, धेरै नभए पनि मलाई रागको ज्ञान थियो। नित्यमलाई उठाएर पढाइमा लगाउने मैले एउटा उपाय तुरुन्त थाहा पाइहालेँ। मेरो ट्युसन पढाउने तरिका नयाँ छ, बुझ्यौ? उसले छक्क परेर मलाई हेऱ्यो। म पढाउनुभन्दा 10 मिनट अघि सधैँ तिमीलाई दिमाग र मनको व्यायाम गराउँछु, त्यसपछि तिम्रो निन्द्रा हट्छ, पढ्न मन लाग्छ, अनि पढाइ सुरु गर्नुपर्छ, बुझ्यौ? उसले बुझ्यो भनेर टाउको हल्लायो। म जे गर्छु तिमी पनि त्यही गर्नु, मैले हराएँ। उसले हुन्छ भन्ने सङ्केत दियो। सारेगम मैले तान्न सुरु गरेँ। उसले पनि जानी नजानी मलाई पछ्यायो। सारेगम।
उसलाई के थाहा यो गीत गाउनु अघि भन्नुपर्ने मन्त्र हो। ऊ प्रत्येक बिहान म ढिलो पुग्दा पनि यही मन्त्रोच्चारण गरिरहेको हुन्थ्यो। उसलाई हेरेर मुसुक्क हाँस्दै ऊ अनायासै त्यो मन्त्रको गहिराइमा डुब्दै थियो भित्रभित्रसम्म। जब उसलाई थाहा हुनेछ यो उसको सपनासम्म पुग्ने पहिलो मन्त्र हो, त्यति बेला ऊ मलाई सम्झेर यसरी नै मुस्कुराउँछ होला मैले अनुमान गरेँ।